नमस्ते साथीहरू। 41,000 को क्यापिटललाई 2,50,000 बनाइदिएको, लगानीकर्तालाई खुसी बनाइदिएको कम्पनी रहेको थियो आरएसएमएल अर्थात् रिलायन्स स्पिनिङ मिल्स। यो कम्पनीले आफ्नो थर्ड क्वार्टरको रिपोर्ट पनि सार्वजनिक गरिसकेको छन्। थर्ड क्वार्टरमा 7 अर्बभन्दा माथिको रेभिन्यू जेनेरेट गरेको रिपोर्ट सार्वजनिक गरेको छन्। अनि केही ठुल्ठुलो पेजहरू अनि ठुल्ठुलो लगानीकर्ताहरूले चाहिँ यसैलाई मात्रै बेस बनाएर न्युजहरू पोस्ट गर्ने अनि फेसबुक पोस्ट, टिकटक पोस्ट अनि त्यसपछि इन्स्टाग्रामतिर पनि मैले देखेँ। अनि केही साथीहरूले युट्युब लाइभमा पनि यसको बारेमा डिस्कसन गरेको सुने होइन। 7 अर्बको रेभिन्यू जेनेरेट गरेको छन्। अब कम्पनी रिलायन्स स्पिनिङ मिल बुम बुम माथि माथि जान्छ भन्ने कुराहरू। 7 अर्बको रेभिन्यू जेनेरेट गरे पनि नेट प्रफिट 26 करोड मात्रै रहेको छन्, जुन अघिल्लो क्वार्टरको भन्दा कम रहेको छन्। नेट प्रफिटमा डिक्लाइन रहेको छन्। 7 अर्बको रेभिन्यू जेनेरेट गर्दाखेरि पनि 26 करोड मात्रै प्रफिट हुने गरी कहाँ गयो त पैसा भन्ने कुरा कसैले पनि पोस्ट गरेन क्या। अर्थात् नेगेटिभ साइड कम्पनीको बोरिङ्स कति रहेको छन्, लोन कति रहेको छन् कम्पनीमा, इक्विटी कति रहेको छन्, कम्पनीले कमाएको नाफा जति केले खाइरहेको छन्, कम्पनीको कस्ट अफ सेल कस्तो अवस्थामा रहेको छन्, त्यो कुराहरू कसैले पनि गरेन होइन। आजको भिडियोमा हामी थर्ड क्वार्टरको रिपोर्ट सँगसँगै पिएल एकाउन्ट र ब्यालेन्स सिटमा कम्पनीसँग क्यास कति रहेको छन्, कम्पनीको अहिलेको अवस्थामा ऋण कति रहेको छन्, डेट टु इक्विटी रेसियो मेन गरी यस्तो टेक्सटाइल कम्पनीमा चाहिँ हामीले डेट टु इक्विटी रेसियो, करेन्ट रेसियोहरू हेर्ने एकदमै जरुरत हुन्छ। अर्थात् कम्पनीसँग अहिलेको सन्दर्भमा करेन्ट एसेट्स ज्यादा रहेको छन् कि करेन्ट लाइबिलिटी ज्यादा रहेको छन्, लोन ज्यादा रहेको छन् कि इक्विटी ज्यादा रहेको छन् भन्ने कुराहरू। कम्पनीले 7 अर्बको रेभिन्यू जेनेरेट गर्दाखेरि कहाँ गयो त पैसा 26 करोड मात्रै नेट प्रफिट हुने गरी भन्ने कुराहरू आजको भिडियोमा सरसर्ती गरिरहन्छौँ। जाउँ आजको विषयवस्तुतिर। सुरुमा म तपाईँहरूलाई एउटा कुरा देखाउँछु। यति मात्रै राखेको छन् क्या धेरै जसो साथीहरूले चाहिँ रिलायन्स स्पिनिङ मिल्सको तेस्रो त्रैमासिकमा 26 करोड नाफा, सञ्चालन आम्दानी 7 अर्ब 46 करोड माथि भन्ने कुरा यसलाई मात्रै बेस बनाएर भिडियो बनाउने अनि त्यसपछि पोस्टहरू गर्ने गरेको देख्यौँ होइन। यसभित्र धेरै कुराहरू रहेको छन्, म तपाईँलाई त्यो कुरा देखाउँछु। सुरुमा हामी थर्ड क्वार्टरको रिपोर्ट हेरौँ। अहिलेको सन्दर्भमा पेड अफ क्यापिटल हेर्न सकिन्छ 1 अर्ब 90 करोडको कम्पनी रहेको छन् अहिलेको सन्दर्भमा। अनि रिजर्भ एन्ड सरप्लस पनि देख्न सकिन्छ, माथि नै रहेको छन् अहिलेको सन्दर्भमा 7 अर्ब रुपियाँ त रिजर्भ रहेको छन्। यसको मतलब कम्पनी चाहिँ एकदमै स्ट्रङ रहेको छन् भनेर बुझ्न सकिन्छ। अनि बोरिङ्स रहेको छन् 2 अर्ब 56 करोड। अनि यहाँनिर तपाईँले देख्न सकिन्छ टोटल इक्विटी 9 अर्ब 45 करोड। यसको मतलब बोरिङ्स र इक्विटीमा चाहिँ धेरै नै डिफ्रेन्ट रहेको छन् भन्ने कुरा। तर तपाईँले करेन्ट एसेट करेन्ट लाइबिलिटी पनि जोड्नुपर्छ। तर करेन्ट लाइबिलिटी जोडे पनि 9 अर्ब पुग्दैन अहिलेको सन्दर्भमा। डेट टु इक्विटी रेसियो इक्विटी नै ज्यादा रहेको छन् भनेर बुझ्न सकिन्छ। अनि अरू कुराहरू तपाईँले देख्न सकिन्छ नेट प्रफिट 26 करोड अनि त्यसपछि इपिएस रहेको छन् 18 अहिलेको सन्दर्भमा होइन। पहिला हामीले रिपोर्ट यो कम्पनीले आइपिओ जारी गर्दाखेरि 19 कि कति निकालेको थियो। तर धेरै जसो कम्पनीहरूले तपाईँले देख्यो होला नि, आइपिओ लिस्टिङ गर्नुभन्दा अगाडि उनीहरूले रिपोर्ट सार्वजनिक गर्दाखेरि सबै कुराहरू पोजिटिभ देखाउँछन्। तर आइपिओ लिस्टिङ भएपछि केही प्रफिटमा डिक्लाइन भएको हरेक कुराहरू नेगेटिभ अलिकति त्यस्तो टाइपले आउँछ नि होइन। बुक भेल्यु रहेको छन् 497 अहिलेको सन्दर्भमा। अब हामी ब्यालेन्स सिट हेरौँ। म तपाईँहरूलाई ब्यालेन्स सिटमा देखाउँछु के कस्तो रहेको छन् भन्ने कुराहरू। यहाँ तपाईँले देख्न सकिन्छ प्रोपर्टी प्लान्ट एन्ड इक्विपमेन्ट, यो भनेको चाहिँ यो जग्गाहरू भयो होइन, जुन टेक्सटाइल कम्पनी रहेको जग्गा अनि त्यसपछि त्यसमा युज हुने मेसिनरी, यिनीहरू चाहिँ यहाँ देख्न सकिन्छ तपाईँले 9 अर्ब 37 करोडको। अनि त्यसपछि तपाईँले क्यास देख्न सकिन्छ यहाँनिर। एउटा कुरा चाहिँ के हो भने यहाँ इन्भेन्ट्री चाहिँ घटेकै छैन क्या अहिलेको सन्दर्भमा। तपाईँले देख्न सकिन्छ यहाँनिर। हुन त यो अनएडिट रिपोर्ट हो होइन, भोलिको दिनमा अडिट रिपोर्ट आएपछि फ्याक्ट कुराहरू देख्न सकिन्छ, त्यो पनि आउलान् बिस्तारै। यहाँ तपाईँले देख्न सकिन्छ 2081 चैत्र 31 गतेमा हामीसँग इन्भेन्ट्री रहेको थियो लगभग 2 अर्ब 26 करोड बराबरको। अहिलेको सन्दर्भ पनि 2 अर्बकै इन्भेन्ट्री रहेको छन् क्या। मतलब कम्पनीमा सामानहरू रेडी भएर बसेको छन् तर त्यति धेरै डिमान्ड छैन भनेर बुझ्न सकिन्छ हामीले होइन। अनि ट्रेड रिसिभेबल यति रहेको छन् 1 अर्ब 35 करोडको। पहिला पनि रहेको थियो 1 अर्ब 39 करोड, 1 अर्ब 31 करोडको। यसको मतलब चाहिँ सामान बेचिसकेपछि पनि क्यासहरू त्यति धेरै आएको छैन भनेर बुझ्न सकिन्छ। क्यास एन्ड क्यास इक्विभलेन्ट कम्पनीले क्यास चाहिँ थोरै बढाएर राखेको रहेछन् होइन अहिलेको सन्दर्भमा। 31 करोड 40 लाख देख्न सकिन्छ तपाईँहरूले। अनि अर्को कुरा हामीले हेर्नै पर्ने कुरा भनेको चाहिँ के हो भने एज अ लगानीकर्ता, एज अ इन्भेस्टर, यदि तपाईँलाई यो कम्पनीमा इन्भेस्ट गर्न मन लाग्यो भने तपाईँले हेर्नै पर्ने कुराहरू बोरिङ्स हेर्नुपर्छ क्या सबभन्दा कुरा। यो नन करेन्ट लाइबिलिटिज हो, यो 1 वर्षभन्दा पछि तिर्नुपर्ने ऋणहरू हो होइन बोरिङ्स। यहाँ तपाईँले देख्न सकिन्छ 1 अर्ब 95 करोड 73 लाख रहेको छन् अहिलेको सन्दर्भमा 1 वर्ष पछि तिर्नुपर्ने ऋणहरू। अनि त्यसपछि तपाईँले देख्न सकिन्छ यहाँनिर यो करेन्ट लाइबिलिटिजमा बोरिङ्स अहिलेको सन्दर्भमा 60 करोडभन्दा माथि रहेको छन् करेन्ट बोरिङ्स यो भनेको। तर तपाईँले यो चाहिँ इक्विटीसँग कम्पेयर गर्नुपर्छ। इक्विटी रहेको छ 9 करोड 45 लाखको। ठिक छ, अहिलेको सन्दर्भमा त्यो कुरामा कुनै पनि हामीलाई टेन्सन छैन, इक्विटी नै ज्यादा रहेको छन्, त्यो कम्पनीको पोजिटिभ साइड भयो। तर तपाईँले यहाँ देख्न सकिन्छ रेभिन्यू फ्रम ओपरेसन
टेक्सटाइलहरू बेचेर के अरे उत्पादन गरेर बेचेपछि 7 अर्ब 46 करोडको बेच्न त बेच्यो, कस्ट अफ सेल देख्न सकिन्छ 6 अर्ब 51 करोडको। 7 अर्बको रेभेन्यू गर्यो तर कस्ट अफ सेल 6 अर्बको गइसक्यो त्यसैमा। अनि ग्रोस प्रफिट राखेको छन् होइन 94 करोड 86 लाख। अनि तपाईँले अर्को मेन कुरा तपाईँले हेर्नै पर्ने कुरा फाइनेन्स कस्ट। यहाँ देख्न सकिन्छ तपाईँले 22 करोड 10 लाख राखेको छन् कि फाइनेन्स कस्ट। यो फाइनेन्स कस्ट भनेको के हो भन्ने कुरा चाहिँ यहाँ तपाईँले देख्न सकिन्छ। यो बोरोइङ्स कहाँनिर थियो, बोरोइङ्स यो करेन्ट लाइबिलिटिजमा देख्न सकिन्छ बोरोइङ 60 करोडको। अनि त्यसपछि यो बोरोइङ्स के अरे नन करेन्टमा देख्न सकिन्छ 19 करोड 57 लाखको। यतिको कम्पनीलाई ब्याङ्कको ऋण छ। अनि यसमा तपाईँले देख्न सकिन्छ प्रफिट भएको पैसा जति 22 करोड 10 लाख रुपियाँ यिनीहरूले के अरे इन्ट्रेस्ट मात्रै तिरेको छन् कि ब्याज मात्रै तिरेको छन्। त्यही भएको कारणले 7 अर्बको आम्दानी गरे तापनि खुद आम्दानी चाहिँ 26 करोड 68 लाखमा खुम्जिएको छन्। तपाईँले यहाँ देख्न सकिन्छ अघिल्लो वर्ष यही आम्दानी रहेको थियो 32 करोड 42 लाख, के अरे योभन्दा अगाडि 37 करोड 74 लाख रहेको थियो। सामान्यतया यो सेकेन्ड क्वार्टरमा भन्दा थोरै बढेको हो, तर लास्ट इयरको थर्ड क्वार्टरमा भन्दा धेरै नै घटेको हो प्रफिट। यो कुराहरू चाहिँ कसैले पनि देखाएन भन्ने कुरा हो होइन। हामीले कम्पनी एनालाइज गर्दाखेरि पोजिटिभ साइड पनि हेर्नुपर्छ, नेगेटिभ साइड पनि हेर्नुपर्छ क्या। अब धेरै जसो मेनुपुलेट गर्न खोज्ने, अब आफ्नो इक्विटी बेच्नको लागि, आफ्नो स्टक बेच्नको लागि त्यस्तो गर्ने साथीहरू पनि छन् होइन। अब त्यो कुराहरूलाई अब के बढाइ चढाइ गरेर बस्नु र। हामी टेक्निकल चार्टको कुरा गरौँ थोरै। टेक्निकल चार्टमा हेर्न सकिन्छ हुन त यो मेच्योर भएको छैन, तर तपाईँले केही सामान्य कुराहरू प्राइस एक्सनबाट हेर्न सकिन्छ। घटिरहेको बजारमा डोजी क्यान्डल फर्मेसन हुनु पोजिटिभ कुरा हो यो एक हिसाबले। घटिरहेको बजारमा अब सस्तो भयो है भनेर केही किन्ने मान्छेहरू पनि आइरहेको छन् भनेर बुझ्ने हो डोजी क्यान्डल फर्मेसन भएपछि। अनि तपाईँले देख्न सकिन्छ सामान्यतया भोल्युम पनि बिस्तारै घटिरहेको छन्। यसको मतलब बेच्ने मान्छेहरू धेरै छैन, लगानीकर्ताहरूले बेच्ने मान्छे भन्दा नि किन्न पनि इन्ट्रेस्टेड रहेको छन् भनेर बुझ्न सकिन्छ। अनि एक हिसाबले हुन त यो मेच्योर भएको छैन, मैले अघि नै भने सुरुको यो के अरे आइपिओ लिस्टिङ भएपछि सुरुको जुन सेलिङ प्रेसर आएको थियो त्यसैको लेभलमा आएर डोजी क्यान्डलहरू फर्मेसन भएर त्यही लेभलमा बसिरहेको छन्। यसले हामीले के बुझाउँछ भने सामान्य पुल ब्याक आउँछ कि भनेर बुझ्न सकिन्छ होइन मार्केटमा। यही नै हो साथीहरू मैले भन्न खोजेको आरएसएमएल रिलायन्स स्पिनिङ मिल्सको बारेमा। आजको भिडियो यति नै रहेको थियो। अर्को भिडियोमा हामी फेरि भेटौँ ल। थ्याङ्क यू, बाई बाई। यदि तपाईँलाई भिडियो इन्ट्रेस्टेड लाग्छ भने सब्सक्राइब गर्न सकिन्छ, फेसबुक पेजलाई पनि फलो गर्नु होला होइन, मलाई पनि अलिकति सजिलो हुन्छ। थ्याङ्क यू।